देशमा जाँदै गर्दा बाटोमा सबैभन्दा पहिला कुन जातिसँग युद्ध गर्नु पर्यो? प्रतिज्ञाको देश त खाली थिएन। इजरायलीले मिस्रबाट फर्केर प्रतिज्ञाको देशमा जाँदा बाटोमा प्रथम पटक कुन जातिसँग युद्ध गरे त? अमालेकीहरूसँग। अमालेकी भनेर भन्नुहुन्छ, एकदमै सही जवाफ है। इजरायलीले मिस्रबाट फर्केर प्रतिज्ञा गरेको देशमा जाँदै गर्दा चाहिँ प्रथम पटक चाहिँ उनीहरूले कुन जातिसँग युद्ध गर्नु परेको थियो? अमालेकीसँग युद्ध गर्नु परेको थियो। प्रथान 17 को तपाईँले 8मा पाउन सक्नुहुन्छ यहाँनिर। तब अमालेकीहरू आएर रब्बिदिममा इजरायलीहरूमाथि आक्रमण गर्छन् अनि मोसाले यहोशुलाई भन्छन् र हाम्रो निम्ति पनि मानिसहरू चुनेर अमालेकीहरूको सित युद्ध गर्न जाऊ। भोलि परमप्रभुको लहुरो मेरो हातमा लिएर म डाँडाको टाकुरमा उक्लिन्छु भनेर चाहिँ यहाँनिर इजरायलीहरूको माझमा भइरहेको बेलामा तिनीहरू युद्ध गर्न आएका छन् अनि उनीहरूले प्रस्ताव गरेको कुरा हामी पाउँदछौँ। अर्को प्रश्न छ, अमालेकी विरुद्ध इजरायलीको युद्धमा कसले नेतृत्व गर्यो? नेतृत्व गर्ने को थियो? अब युद्ध गर्न त जानु पर्यो तिनीहरूसँग, अमालेकीहरूसँग। त्यसको युद्ध गर्नको लागि युद्ध गर्नेको लागि चाहिएको नेतृत्व कसले गर्यो? मोसाले गर्यो कि हारुनले गर्यो कि यहोशुले गर्यो कि? यहोशुले। मैले अघि भनेको थिएँ, भनेर नि भनिएन भने त गाह्रो हुन्छ है। अमालेकी विरुद्ध इजरायलीहरूको युद्धमा नेतृत्व चाहिँ यहोशुले नै आफै गर्दछन् है। यहाँ सबैजना, मोसा पनि मर्या छैन, हारुन पनि मर्या छैन, यहोशु पनि जिउँदैछ है। बुझ्दै हुनुहुन्छ? अर्को प्रश्न छ, इजरायलीहरूको अमालेकी विरुद्धको युवा अवस्थामा को डाँडाको टाकुरोमा गए त? इजरायलीहरूको हैन, अमालेकी विरुद्धको त्यो युवा अवस्थामा त्यो को चाहिँ मान्छेहरू चाहिँ डाँडाको टाकुरामा गएका छन्? हारुन, मोसा, हुर। मोसा र हारुन गएका छन्। जना छ, हुर पनि। एकदमै सही जवाब दिनुभएको छ। इजरायलीहरूको अमालेकी विरुद्धको युवा अवस्थामा चाहिँ को डाँडाको टाकुरामा उक्लेर गयो भन्दा मोसा गएका छन्, हारुन गएका छन् र हुर गएका छन् है। मोसाले के गर्दाखेरि मात्र इजरायली फौज विजय हुन्थ्यो? मोसाले के गर्दाखेरि इजरायली फौजको विजय हुन्थ्यो? एउटै हात माथि राखिरहने बेलामा विजय हुन्थ्यो। हात उचाल्दाखेरि। मोसाले के गर्दा मात्र इजरायली फौज चाहिँ विजय हुन्थ्यो त? एकदमै सही जवाब दिनुभएको छ। मोसाले आफ्नो हातहरू उचाली राख्दाखेरि मात्र के हुन्थ्यो? विजय हुन्थ्यो। अनि यसरी कहिलेसम्म उचाली राख्नु? गलेर हैरान हुँदैन थियो? गल्थ्यो, तल झर्थ्यो हात, फेरि युद्ध हार्थ्यो। अनि फेरि यता ढुङ्गाले यता अडियाएर भए पनि फेरि यसरी राखेर। कस्तो भयङ्कर आश्चर्य कर्म यहाँ देख्छौँ हामी। अनि उनीहरू त्यहाँ विजय भएको कुरा तपाईँले यो 17 अध्यायको 8 देखि उता पढ्नु होला है। कस्तो राम्रो कुरा, महत्त्वपूर्ण कुरा छ। यहाँनिर मोसाले हात राख्दै गर्दा इजरायलीको फौज विजय हुन्थ्यो, हात तल झर्यो भने विजय हुँदैन थियो है। अर्को प्रश्न छ, मोसाको छोराको नाम के हो? गेर्सोम। मोसाको छोराको नाम के थियो भन्ने छ? तपाईँलाई थाहा छ मोसाको छोराको नाम? गेर्सोम नै हो। मोसाको छोराको नाम के चाहिँ थियो त भन्ने कुरा छ। एकदमै सही जवाब दिनुभएको छ। मोसाको छोराको नाम चाहिँ गेर्सोम र एलिएजर है। गेर्सोम र एलिएजर, बुझ्नुभयो? अर्को प्रश्न छ, मोसाको ससुरो इत्रोले मोसाले गर्ने न्यायिक काम विभाजनको निम्ति कस्ता कस्ता मानिसहरू चुन्नका लागि चाहिँ मोसालाई सल्लाह दिए त? 100 जनाको, 50 जनाको र 10 जनाको लागि न्यायकर्ताहरू छुट्याउनु भनेर।
अनि मुसाको उसले हल ससुरा गर्न नसके- इत्रोले अनि न्याय गर्ने न्यायिक कामको विभाजनको निम्ति कस्ता कस्ता मानिसहरूलाई चुन्नको लागि चाहिँ मुसाले आह्वान गरे त? ल यसको सही जवाफ म तपाईँलाई बताउन चाहन्छु। मुसाको ससुरो इत्रोले मुसाले गर्ने न्यायिक काम विभाजनको निम्ति कस्ता कस्ता मानिसहरूलाई चुन्नको लागि सल्लाह दिए भन्दा परमेश्वरको भय मान्ने योग्यका मानिसहरू जो अनुचित फाइदा घिनाउने र इमान्दार हुन्छन् त्यस्ता मानिसहरूलाई चुन्नको लागि चाहिँ के गर्यो? सल्लाह दिएको छ। बुझ्नुभयो? मुसाको ससुरो इत्रोले चाहिँ मुसालाई न्यायिक काम गर्नको लागि विभाजनको निम्ति कस्ता मानिसहरू चुन्नको लागि मुसालाई सल्लाह दियो भन्दा चाहिँ जसले परमेश्वरको भय मान्छ ती योग्यका मानिसहरू जो अनुचित त्यो फाइदालाई घिनाउने व्यक्तिहरू चाहिँ जो छन् इमान्दार छन् तिनीहरूलाई तिमीले चुन्नु भनेर ससुराले मुसालाई सल्लाह दिइरहेछ है। अर्को प्रश्न छ, इत्रोले ती मुसाका सहकर्मीहरूलाई कतिका समूहमाथि चाहिँ नायक हुनको लागि चाहिँ नियुक्त गर्ने सल्लाह दिए त? 100 50 10 अघि नै क्वेसन नबुझेर भनेर 1000 अनि 100 50 10 माथि चाहिँ नायक हुनको लागि सल्लाह दिएको छन् है। अब अर्को प्रश्न छ, इजरायलीहरू मिस्रबाट निस्केको कति महिना पछाडि सिनेको उजाड स्थानमा आइपुगे? इजरायलीहरू मिस्रबाट निस्केको कति महिना पछाडि सिनेको उजाड स्थानमा आइपुगे त? 3 महिना। एकदमै सही जवाब दिनुभएको छ। इजरायलीहरू मिस्रबाट निस्केको 3 महिना पछाडि सिनेको उजाड स्थानमा आइपुगेका छन्। प्रस्थान 19:1 मा तपाईँले पाउनुहुन्छ है। इजरायली र मुसासँग परमेश्वर भेट गर्न आउँदा सिने पर्वतमा देखा पर्दाखेरि केमा ओर्लेर आउनुभयो? इजरायली र मुसासँग परमप्रभु भेट गर्न आउँदाखेरि सिने पर्वतमा देखा पर्दा केमा ओर्लेर आउनुभयो? बाक्लो बादलमा। बाक्लो बादलमा भन्दै हुनुहुन्छ। ल भन्नु होला है। भेट गर्न आउँदाखेरि परमेश्वर सिने पर्वतमा देखा पर्नु भएको छ, केमा ओर्लेर आउनुभयो? यसको सही जवाफ हो आगोमा है। फेरि सुन्नु होला, इजरायली र मुसासँग परमप्रभु भेट गर्न आउँदा सिने पर्वतमा देखा पर्दा केमा ओर्लेर आउनुभयो भन्दा आगोमा ओर्लेर आउनुभयो। परमेश्वर नै के हुन्छ? भस्म पार्ने आगो हुनुहुन्छ। आगो भन्दै गर्दा दुईटा प्रश्न मैले हिजो लेखेको थिएँ। येशूको जन्म हुँदाखेरि सबैभन्दा पहिला कसले स्तुति गरेका थियो? गोठालाहरूले। होइन होला। येशू ख्रीष्टको जन्म हुँदा सबैभन्दा पहिला कसले स्तुति गरेका थियो? ज्योतिषीहरूले। ल भन्नु होला, कसले स्तुति गरेका थियो सबैभन्दा पहिला? चाहिँ येशू ख्रीष्ट जन्मिने बित्तिकै, येशू ख्रीष्ट जन्मेको समयमा स्वर्गदूतले नै होला। होला स्वर्गदूतले नै होला। भेटेको चाहिँ कसले हो सबभन्दा पहिला? गोठालाहरूले होइन? गोठालाहरूले। त्यस पछाडि ज्योतिषीहरूले। स्तुति गरेको कसले हो सबभन्दा पहिला? स्वर्गदूतले है। खबर पठायो कसलाई? खबर पठाउँदाखेरि
स्वर्गदूतले खबर दिइरहेछ गोठालाहरू जाने गोठालाहरू जाँदैछन्, भेटेका छैनन्, तर तुरुन्तै स्वर्गीय सेनाहरू आएर त्यहाँ स्तुति गरेका छन् कि छैनन्? बुझ्नुभयो? स्वर्गीय सेनाले स्तुति गरेका छन्। त्यस पछाडि गोठाला, त्यस पछाडि ज्योतिषीहरू हामी पाउँछौँ है। ल यो कुरालाई अहिले पर छोडौँ, सम्झना आइहाल्यो र मैले सोधे हो। अर्को प्रश्न छ यहाँनिर, मूसासँग कुरा गर्दा परमेश्वरले के को गर्जनमा जवाफ दिनुभयो? बादलको चट्याङको त्यही गड्याङ गुडुङ। परमेश्वर आगोमा के गर्नुभयो? ओर्लनु भयो मूसासँग बातचित गर्न अथवा इजरायलीसँग बातचित गर्न। अनि आगोमा ओर्लिसके पछाडि जब मूसासँग कुरा गर्नुभयो परमेश्वर, तर के को गर्जनमा उहाँले जवाफ दिनुभयो त? मेघको गर्जनमा है, एकदमै धेरै मेघ गर्जनमा। यहाँ यसरी लेखिएको छ, तुरहीको आवाज अझ चर्को गरी बज्न लाग्यो, तब मूसा बोल्न लागे र परमप्रभु परमेश्वर चाहिँ मेघ गर्जनमा तिनलाई जवाफ दिनुभयो। केमा जवाफ दिनुभयो? मेघ गर्जनमा जवाफ दिनुभयो। अर्को प्रश्न छ, प्रस्थान 20 अध्यायको शीर्षक चाहिँ के हो? 10 आज्ञा। प्रस्थान 20 अध्यायको शीर्षक के हो? आज्ञा नै हो। 10 आज्ञा नै हो। एकदमै सही जवाब दिनुभएको छ। यहाँ 10 आज्ञा छ। व्यवस्था जम्मा 613 वटा छ है जम्मा व्यवस्था, तर यहाँ 10 आज्ञा, यहाँ महत्त्वपूर्ण कुरा यहाँ दिएको छ। अनि यो 10 आज्ञा पनि एकदमै धेरै महत्त्वपूर्ण कुरा छ। ती इजरायलीहरूलाई म नै परमेश्वर हुँ, म बाहेक अरू कोही पनि परमेश्वर छैन, तिमीहरूलाई त्यो दासत्वबाट छुटकारा ल्याउने पनि मै हुँ, तिमीहरूले पुकारेको परमेश्वर पनि मै हुँ। अनि अब अरू देवी देवता अनेक कुराहरूको पछि तिमीहरू ननिउरनु, नढोक्नु, तिनीहरूको सामु ननिउरनु, कुनै पनि मूर्तिहरू नगर्नु, नबनाउनु भनेर त्यहाँ आदेशहरू दिएको छ। अनि तिमीहरूले यी सबै कुरा पालन गर्यौ भने तिमीहरूले हजारौँ पुस्तासम्ममा तिमीहरूलाई कृपा गर्नेछु। अनि त्यसै गरी यहाँ मुनि भनेको छ, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु भनेर भन्छ। परमेश्वरलाई चिनेको छैन, परमेश्वरको नाउँ व्यर्थमा हामीले लिनु हुँदैन। अस्ति मैले भन्दै थिएँ, बाइबलले भन्छ परमेश्वरको नाउँलाई पुकार्नको लागि पनि, होइन, परमेश्वर पिता भन्नको लागि नि ख्रिस्टको आत्मा, उहाँको पुत्रको आत्मा हामीसँग हुनुपर्छ, अनि मात्रै हामीले पुकार्न पाउँछौँ। अनि उहाँलाई चाहिँ पुत्रलाई चाहिँ स्वीकार नै नसक्ने हामीले पुत्रको वचनमै नहिँड्ने, अनि हामीले उहाँको नाम पुकार्दैछौँ भने दण्डको भागीदार हुन्छौँ। अनि यहाँ धेरै कुरा, 7 दिनको कुराहरू छ। 6 दिनसम्म परिश्रम गर्नु, 7औं दिन विश्राम गर्नु, अनि त्यस पछाडि यहाँ आमा बाउको आदर गर्ने, हत्या हिंसा, महत्त्वपूर्ण कुराहरू छ। यहाँ धेरै कुरा, सायद पढ्नु भएको छैन नि पढ्नु होला। अर्को प्रश्न छ, परमप्रभुले मूसालाई 10 आज्ञा दिइसके पछाडि सारा मानिसहरूले के आवाज सुने त्यहाँनिर? जब परमेश्वरले मूसालाई 10 आज्ञा दिनुभयो अनि दिइसकिसके पछाडि चाहिँ मानिसहरूले के को आवाज सुने त्यहाँनिर? गर्जन, ठुलो गर्जन, तुरैको आवाज, अनि धुवाहरू, त्यस्तै। अब म सही जवाब दिनेछु। परमप्रभुले मूसालाई 10 आज्ञा दिइसके पछाडि सारा मानिसहरूले गर्जन अनि बिजुली र तुरहीको आवाज सुनेका छन्। अर्को प्रश्न सोध्न चाहे, परमप्रभुले कमराले चाहिँ कति वर्ष सेवा गर्ने र कतिऔं वर्षमा उनलाई स्वतन्त्र छोड्ने विधान दिनुभयो? 7 वर्ष। वर्षसम्म गर्ने, 7 वर्षपछि। कमराले कति वर्षसम्म सेवा गर्ने र कतिऔं वर्षमा उसलाई छोड्ने विधान दिनुभयो? 6 वर्षसम्म काम गर्ने र 7 वर्षमा उसलाई छोड्ने। 6 वर्षसम्म र 7औं वर्षमा। अब यहाँबाट के भयो भन्दा योभन्दा अगाडि जति पनि थियो खुल्ला थियो है। जब इजरायली जातिलाई यहाँनिर ल्याइयो, इजरायल जाति परमेश्वरको अनुसरण गर्ने भयो, परमेश्वरलाई पुकार्ने त भयो। अनि यिनीहरूलाई अब परमेश्वरले हरेक कुराहरू सिकाउँदै हुनुहुन्छ, तिमीहरू अब यस्तो हुनुपर्छ है,
अब यो भन्दा अगाडि जति गए गुज्रेको जिन्दगी बितायो, जस्तो ल्याङफ्याङको जिन्दगी बितायो, अब हुनेवाला छैन। अब नीति नियम र अनुशासनमा तिमीहरू हिँड्नुपर्छ, किनभने तिमीहरूको लागि प्रतिज्ञाको सहर, त्यो प्रतिज्ञाको देश तिमीहरूलाई दिने भएको छ। अनि त्यसको लागि तिमीहरू यहीँबाट तयारी हुनुपर्छ भन्ने कुरा सिकाउँदै लाँदै हुनुहुन्छ। हामीले बुझ्नुपर्ने कुरा चाहिँ यहाँ चाहिँ अब उनीहरू पाइलामा उनीहरूको लागि परमेश्वरले अनुशासन खोज्दै हुनुहुन्छ, उहाँको भय मानेको खोज्दै हुनुहुन्छ। अर्को प्रश्न छ, प्रस्थान 22:18 के गर्ने स्त्रीलाई जीवित नराख भनेर भनेको छ? गर्ने के गर्ने स्त्रीलाई चाहिँ जीवित नराख भनेको छ भन्ने कुरा हो। जादु गर्नलाई। जादु गर्ने, एकदमै सही जवाफ दिनुभएको छ। प्रस्थान 22:18 के गर्ने स्त्रीलाई जीवित नराख्नु भनेर भनेको छ? जादु गर्ने स्त्रीलाई। यहाँ बुझ्नुपर्ने कुरा के छ भने यहुदी जाति त्यो जो महु भन्ने परमेश्वरलाई चिन्ने जाति, सारा सृष्टिको मालिकलाई चिन्ने जाति आज उहाँको अनुसरण गर्ने भइसके पछाडि उनीहरूको बिचमा जादु टुना गर्ने भनेको अन्य देवी देवताहरू, मूर्तिहरूको सामु, भूतप्रेतहरूको सामु, दुष्ट अन्धकारको शक्तिको बसमा परेर ती कार्य गर्नेहरू चाहिँ तिमीहरू बिचमा सुहाउँदैन। यी कार्यहरू तिमीहरू मध्ये गर्छौ भने तिमीहरू चाहिँ नष्ट गरिनुपर्छ त्यहाँ भन्ने आदेश छ त्यहाँ। अर्थात् परमेश्वरको चाहिँ सेवा आराधना गर्नुपर्छ, जादु गर्ने टुनामुना गर्नेहरू नष्ट पारिनुपर्छ भन्ने आदेश दिएको छ। जो जाति परमेश्वरको आराधना गर्छ त्यही जातिमा चाहिँ यस्तो घृणित काम गर्ने मान्छे छ भने यिनीहरूलाई चाहिँ विनाश पारिने कुरा छ। अर्को प्रश्न छ, हिल्बी, कनानी र हित्तीहरूलाई इजरायलीहरूको सामुन्नेबाट धपाउन परमप्रभुले म तिमीहरूको अघि अघि के पठाउने छु भनेर भन्नुभयो? सजिलो थिएन है। उनीहरू यात्रामा हिँड्दै गर्दा प्रतिज्ञाको देशमा पुग्नलाई सजिलो थिएन। अरू खतरनाक जातिहरू पनि छन्, अझ गोलियतका वंशाकाहरू कति छन् त्यहाँ त्यस्ता खतरनाक मानिसहरू छन्। यिनीहरूसँग युद्ध गर्नुपर्नेछ, लखेट्नुपर्नेछ यिनीहरूलाई, अनि मात्रै त्यो ठाउँ उनीहरूको ठाउँ कब्जा गर्नुपर्नेछ। उनीहरू दिने ठाउँ त अर्कैले राज्य गरेछ, तिनीहरूलाई हटाएर बस्नुपर्नेछ। सजिलो त थिएन। स्वर्गदूत बादलको खामा हिब्बी, कनानी र हित्तीहरूलाई इजरायलीहरूको सामुन्नेबाट धपाउनका लागि परमप्रभुले म तिमीहरूको अघि अघि के चाहिँ पठाउने छु भनेर भन्नुभयो। अरिङ्गाल है, अरिङ्गाल बुझ्नुभयो? परमेश्वरले तिनीहरूको अघि अघि धपाउन, तिनीहरूलाई धपाउन, त्यो ठाउँबाट, त्यो तिनीहरू जुन ठाउँमा बसेर त्यहाँबाट धपाउनका लागि परमेश्वरले अघि अघि अरिङ्गल पठाइदिन्छु भन्नुभयो। अरिङ्गल पठाएपछि त अरिङ्गल सबैलाई टोक्छ, अनि त्यो गाउँ नै छोडेर भाग्नु परेन। पानी मुनि गए पनि छोड्दैन अरिङ्गल। यहाँ पाउनुहुन्छ है अरिङ्गल। किन भन्दा परमेश्वरले जुन जातिलाई दिने देश भनेर त्यहाँनिर गरेको छ, त्यो देशमा रहेको छेउछाउ भएको सिमानादेखि लिएर ओरैसम्म जति पनि मानिसहरू छन् बसोबास गर्दै गरेका छन्, ती बसोबास गर्दै गरेका मानिसहरूको चाहिँ त्यो राज्य थिएन। ती दुष्ट काम गर्नेहरू थिए, ती घृणित मूर्ति पूजादेखि लिएर अनेकौँ कार्य गर्ने मानिसहरू भएको कारणले गर्दा तिनीहरूलाई त्यहाँबाट हटाएर परमेश्वरको आराधना गर्ने व्यक्तिहरू चाहिँ परमेश्वरले स्थापित गर्न लाग्दै हुनुहुन्छ त्यहाँनिर। अनि उनीहरूलाई चाहिँ अरिङ्गल पठाएर चाहिँ के गर्नुभएको छ? मार्ग तयार गर्नुभएको छ, धपाउनु भएको छ। अर्को प्रश्न, मोसा सिनै पर्वतमा प्रथम पटक चाहिँ कति समयसम्म रहेका थिए? सिनै पर्वतको मतलब चाहिँ परमेश्वरको उपस्थितिभित्र 40 दिन। 40 दिन भन्दै हुनुहुन्छ। मोसा सिनै पर्वतमा प्रथम पटक कति समयसम्म रहेका थिए त? मोसा सिनै पर्वतमा प्रथम पटक कति समयसम्म रहेका थिए भन्दा 40 दिन र 40 रात है। अर्को प्रश्न छ, परमप्रभुले मोसा, हारुन, नादाब, अबिहु र इजरायलका धर्मगुरुहरू मध्ये कतिलाई चाहिँ माथि पर्वतमा उक्लेर भक्ति चढाओ भनेर भन्नुभएको थियो? पर्वतमा उक्लेर चाहिँ परमेश्वरलाई भक्ति गर, आराधना गर भनेर भन्नुभएको थियो। कतिजनालाई भन्नुभयो? 10 जना, 20 जना, 50 जना, 70 जना, 80 जना? 70 जना भन्दा माथि।
परमप्रभु परमेश्वरले मोसालाई, हारूनलाई, नाबात, अबिहु र इजरायलका धर्मगुरुमध्ये कतिजनालाई पर्वतमा उक्लेर भक्ति चढाऊ भनेर भन्नुभयो भन्दा 70 जनालाई है। अब त्यो इजरायलीहरूको बीचमा त्यहाँनिर धर्मगुरुहरू त्यहाँ छानिएको छ हैन, लेवी पुजारीहरू त्यहाँ छानिएको छ, परमेश्वरलाई आराधना गराउने व्यक्तिहरू छानिएको छ, लडाकुहरू त्यहाँ छानिएको छ हैन, योजना अगाडि बढाउने अगुवाई गर्ने व्यक्तिहरू छानिएको छ। हरेक कुरोहरूको यहाँ जिम्मेवारी दिँदै अगाडि बढेको छ। त्यो मध्येमा परमेश्वरलाई भक्ति चढाउनका लागि चाहिँ 70 जनालाई त्यहाँ छानिएको छ। अर्को प्रश्न छ, परमप्रभुले मूसालाई कुन काठको सन्दुक बनाउनका लागि आदेश गर्नुभयो? अब सन्दुक बनाउनु पर्ने भयो। सखुवा काठको हो कि, खयरको काठ हो कि, गोपेर काठको हो कि, बबुल काठको हो कि, वा भलाएको रुखको हो कि, कुन चाहिँ काठको चाहिँ परमप्रभु परमेश्वरले काठको सन्दुक बनाउनका लागि आह्वान गर्नुभयो त? गोपेर काठको के बनाएको हो? जहाज बनायो मोसाले। गोपेर काठको जहाज बनायो। बबुल काठको चाहिँ के हो त? सन्दुक बनायो है। सन्दुक बनाउनको लागि प्रयोग गरेको काठ चाहिँ बबुल भन्ने काठ हो। अब अर्को प्रश्न छ, परमप्रभुले कतिवटा पर्दा भएको पवित्र वासस्थान बनाउने आज्ञा गर्नुभयो? परमप्रभुले कतिवटा पर्दा भएको पवित्र वासस्थान बनाउने आज्ञा गर्नुभयो? परमप्रभुले कतिवटा पर्दा भएको पवित्र वासस्थान बनाउने आज्ञा गर्नुभयो भन्दा 10 वटा है। यसको सही जवाफ हो 10 वटा। यहाँनिर पवित्र स्थानमा अनि त्यहाँदेखि टेबुलहरू, गवाहीको सन्दुकहरू, त्यहाँ प्रार्थना चढाउने ठाउँ, अनि महापवित्र स्थान, त्यहाँ पर्दाहरूको स्टेप छ, हात धुने ठाउँ, सबै कुरा बनाउने उनीहरूलाई जिम्मा दिँदै हुनुहुन्छ। यहाँनिर मन्दिर त छैन, तर मन्दिरभित्र चाहिने जति कुराहरू चाहिँ यहाँ बनाउनका लागि निर्माण हुँदैछ। यहाँ परमेश्वरको उपस्थिति सँगसँगै अगाडि रहँदै गएको हामी देख्छौँ यहाँ है। अर्थात् त्यहाँ 10 वटा पर्दाको कुरो छ। अर्को प्रश्न छ, सामदानमा प्रयोग गर्नका लागि परमप्रभुले के को तेल प्रयोग गर्न भनेर तिनीहरूलाई भन्नुभयो? अब सामदानमा त बत्ती राखिन्छ, त्यो बत्ती त बाल्नु पर्यो। त्यो बत्ती बाल्नको लागि के को तेल प्रयोग गर्नु भनेर परमेश्वरले भन्नुभयो? ल भन्नु होला है। तोरीको तेल हो कि, भुटेको भद्राक्षको तेल हो कि, भटमासको हो कि, के को चाहिँ तेल हो? सामदानमा प्रयोग गर्न परमप्रभुले के को तेल प्रयोग गर्नु भन्नुभयो? तोरीको तेल हो कि, सूर्यमुखीको तेल हो कि, कुटेको भद्राक्षको तेल हो कि, जैतुनको तेल हो कि बा? एकदमै सही जवाफ दिनुभएको छ। 27 को 20 मा तपाईँले पाउनुहुन्छ। त्यहाँनिर कुटेको भद्राक्षको तेललाई चाहिँ प्रयोग गर्नु भनेर परमेश्वरले सामदानमा त्यो बत्तीको लागि त्यहाँ आह्वान गर्नुभएको छ। यहाँ परमेश्वरको आराधना गर्ने एउटा स्थल, एउटा ठाउँको लागि, त्यो उपस्थितिको लागि के चाहिन्छ त्यहाँभित्र उहाँ आफैले त्यो कुराहरू प्रयोग यहाँ गर्न लगाउँदै हुनुहुन्छ। अर्को प्रश्न छ, पुजारीको निम्ति कतिवटा पोषक बनाउनु पर्थ्यो? अब यहाँ पुजारी चाहियो। यहाँ जुन मन्दिर बनिनेवाला छ त्यो मन्दिरभित्र एउटै मात्र पुजारीभित्र छिरेर परमेश्वरको उपस्थितिमा त्यहाँ पापहरू पखाल्नको निम्ति, पापहरूको लागि के गर्नु पर्यो? परमेश्वरसँग अन्तर्वृत्ति प्रार्थना चढाउनु पर्थ्यो सबैको लागि। अनि त्यो चढाएको अवस्थामा त्यो मान्छे चाहिँ खराब थियो भने, उसको दिमागमा, उसको जीवनमा पाप अधर्महरू थियो भने त्यो त्यहीँनिर दण्डको भागीदार हुन्थ्यो। त्यही दण्डको भागीदार हुन्थ्यो। ओरीमा यहाँ कम्मरमादेखि यत्रो साङ्ली बाँधेको हुन्थ्यो, अनि पछाडि त्यो मन्दिरदेखि बाहिरपट्टि मान्छे जति पनि बसेका हुन्छन् त्यहाँ बस्ने मान्छेहरू त्यो साङलाई हेरिरहेको हुन्थ्यो। यता हातहरू उचालेर परमेश्वरलाई आराधना गर्दै गर्दा, प्रार्थना चढाउँदै गर्दाखेरि यदि त्यो व्यक्ति दोषी ठर्यो भने त्यो बद्न छोड्थ्यो।
अनि परमेश्वरको दण्डमा परो भनेर मरो भनेर घिसाएर बाहिर ल्याएर दफन गर्नुपर्थ्यो। त्यस्तो खतरनाक त्यहाँ थियो त्यो ठाउँ। हेर्नुहोस् है, त्यसको लागि चाहिने यहाँ कुरो बन्दैछ, त्यसको लागि जिम्मेवारी व्यक्ति पनि यहाँ बन्दैछ। त्यहाँ प्रवेश गर्ने गुरुले अब पुजारी त्यहाँ हुँदैछ अनि पुजारीले अब कतिवटा पोषक लगाउनु पर्थ्यो त, कतिवटा पोषक, पुजारीको निम्ति कतिवटा पोषक बनाउनु पर्थ्यो? 7 वटा भन्दै हुनुहुन्छ। यसको सही जवाब म तपाईँलाई बताउन चाहन्छु। पुजारीको निम्ति कतिवटा पोषकहरू बनाउनु पर्थ्यो? 6 वटा है, जसमध्येमा एउटा छातीपाटा अनि एपोद, अल्खा, बुनेको लबेदा, फेटा र पटुका लगाउनु पर्थ्यो जम्मा। प्रस्थान 28 को 4 मा तपाईँले पाउनुहुन्छ। अर्को प्रश्न छ, प्रस्थान 29 अध्यायमा के शीर्षक दिएको छ? हारून र उनको छोराहरूको अभिषेक। पुजारीहरूको समर्पण। पुजारीहरूको समर्पण, एकदमै सही जवाब दिनुभएको छ। प्रस्थान 29 अध्यायमा चाहिँ पुजारीहरूको समर्पण। अब यहाँ पुजारीहरू नियुक्त गरिएको छ, लेवी कुलका हुन्छन् पुजारी जति सबै त्यहाँनिर, अरू कुलले पुजारीको पन गर्न पाउँदैन थियो है। अनि यहाँ पुजारीको समर्पण भन्ने बारेमा लेखिएको छ। अब प्रश्न यहाँ छ, परमप्रभुले धूप बाल्नका लागि बबुल काठको के बनाउनु भनेर भन्नुभयो? काठको सन्दुक पनि बबुल काठकै हो। अब धूप बाल्नका लागि परमेश्वरले बबुल काठको के बनाउनु भनेर भन्नुभयो? भन्नु होला। परमप्रभुले धूप बाल्नका लागि बबुल काठको चाहिँ के बनाउनु भनेर भन्नुभयो? बेदी है, बेदी। बेदी बनाउनको लागि चाहिँ बबुल काठले बनाउनु भनेर यहाँ भन्दै हुनुहुन्छ। सब्बात अथवा विश्राम दिन भने कतिौं दिनलाई मानिन्छ? सब्बात अथवा विश्राम दिन भनी कति दिनलाई मानिन्छ? 7औं दिनलाई मानिन्छ। इजरायलीहरू सब्बात दिन पालन गरे। यीशु ख्रीष्टको समयमा पनि सब्बात दिन पालन गर्थे। शुक्रबारको दिन बेलुका साँझको 6 बजेदेखि शनिबारको बेलुका 6 बजेसम्मको दिनलाई सब्बातको दिन भनिन्थ्यो। अनि त्यस कारणले गर्दा त्यो समयलाई चाहिँ उनीहरूले केही पनि नगरिकन विश्राम गरेर बस्थे, गफ चुटेर बस्थे। त्यो विश्राम दिनको परमेश्वर चिनेका थिएन। यीशु ख्रीष्ट आउनुभयो उनीहरूको माझमा। यीशु ख्रीष्टले गर्दै गरेको कार्यलाई उनीहरूले के गरे? विरोध गरेका छन् हैन, लालसा नलाउने गरेका छन्। प्रभु यीशुले भन्नुभयो मानिसको पुत्र विश्राम दिनको प्रभु हो भनेर भन्नुभयो। छक्क परे। विश्राम दिनको परमेश्वर त यीशु पो हुनुहुँदो रहेछ त। हामीले त विश्राम मानेको थियौँ। सारा संसार सृष्टि गर्नुभयो परमेश्वरले, 7औं दिनलाई आशिष दिनुभयो, पवित्र तुललाई दिनुभयो, त्यो दिनलाई विश्राम दिनुभयो। अरे त्यो विश्राम दिनको त्यो परमेश्वर त प्रभु यीशु पो रहेछ भनेर यीशुले आफैलाई प्रमाण गर्ने बित्तिकै तिनीहरूको हंसले ठाउँ छोडेको थियो। कतिले ढुङ्गा टिपेको थिए, कतिलाई पखालाई लाग्ने जस्तो भएको थियो पुजारीहरूलाई, के भन्दैछ यीशुले भनेर विश्वास गर्न नसकेर। अर्को प्रश्न छ, परमेश्वरले मूसासँग सिने पर्वतमा कुरा गरिसक्नु भइसके पछाडि आफ्नो औँलाले लेखेका कतिवटा के उहाँले तिनलाई दिनुभयो? फेरि सुन्नुहोस् है, परमेश्वरले मूसासँग सिने पर्वतमा कुरा गरिसक्नु भइसके पछाडि आफ्नो औँलाले लेखेका कतिवटा के उहाँले दिनुभयो त? परमेश्वर आफैले लेखेर आफ्नै औँला लेखेर दिँदै हुनुहुन्छ। के दिनुभयो लेखेर? 2वटा शिलापाटी है, 2वटा शिलापाटी दिनुभएको छ। अब अर्को प्रश्न छ, इजरायलीहरूले ल्याएको सुनबाट हतियारले खोपेको ढाली बाछाको आकारको मूर्ति कसले बनायो? हारूनले। पुजारीको काम देख्नुभयो? पहिलो पुजारीको काम अघि 10 आज्ञा दिएको छ हैन, मबाहेक अरू कोही पनि परमेश्वरलाई मबाहेक अरू कुनैलाई नपुज्नु, मबाहेक अरू कोही पनि परमेश्वर छैन, तिनीहरूको सामु ननिउरनु। यहाँ के भनेको छ? मबाहेक अरू कुनै पनि देवी देवतालाई नमान्नु, मभन्दा अगाडि कोही पनि छैन, मभन्दा पछाडि कोही पनि छैन, तिनीहरूको सामु ननिउरनु, मूर्ति नबनाउनु, नढोक्नु। अब यहाँ यिनीहरूले के गरे?
मोसा त कहाँ गयो गयो? हामी त परमेश्वरलाई बलिदान चढाउने हो, धन्यवाद दिने हो, आराधना चढाउने हो, मिश्रबाट हामीलाई छुटकारा दिने परमेश्वर यहाँ तुरुन्तै बनाइहालौँ त भनेर हारूनलाई अब सबैजना जङ्गे। ल नि त तिमीहरूसँग के छ त्यहाँबाट लिएर आएको मिश्र देशबाट, खोइ निकाल त, सुनहरू कता कता छ, कानका झुम्का सुम्का सबै ढुङ्ग्री सुङ्ग्री सबै निकालेर आगोको बट्टीमा हालेर सुनको बाछो बनाएर, ल त तिमीहरू ल्याउने परमेश्वर त यही पो त, यसैले पो मिश्र देशबाट छुटकारा लिएर आएको भनेर अनि पूजापाठ गरेर खाना पिउन रमाट गर्न बलिदान गर्न के भयो उत्साहित भयो नि मानिसहरू। कस्तो भयङ्कर हेर्नुहोस् त, कति मानिसहरू भन्दा भन्दै गल्ती गर्छन्, भन्दा भन्दै अगाडि नै सबै कुरा दिँदा दिँदै पनि यिनीहरूले गल्ती गरे, अब आफै परमेश्वर बनाउने भयो। अब तिनीहरूले हारूनले इजरायलीहरूले ल्याएको सुनबाट हतियारले खोपी ढाली बाछाको आकारमा मूर्ति उनले बनाएको छ। कसले भन्दा हारूनले बनाइदियो। अर्को प्रश्न छ, पर्वतबाट ओर्लेर इजरायलीहरूको छाउनीमा आउँदै गर्दा मोसाले छाउनीनिर के भएको देखे? सुनको बाछो बनाएर स्तुति गरेको, नाचेको। सुनको बाछो बनायो, त्यहाँदेखि नाचगान गर्न पुरै व्यस्त छ। के भनेर नाचे? ल है तिमीहरूको परमेश्वर यही हो, यही सुनको बाछोले, यही परमेश्वरले चाहिँ अब यो बाछा पुच्छर भएको बाछाले तिमीहरूलाई बचाएर ल्यायो, त्यहाँबाट छुटकारा लिएर आएको, अब यसैको स्तुति गर भनेर सबै मान्छे नाच्न थाले बाछोको सामु। अब यो कार्य मोसाले देख्यो, परमेश्वरको उपस्थितिबाट आउँदै गर्दा त्यहाँ देखेको छ। पर्वतबाट ओर्लेर इजरायलीहरूको छाउनीमा आउँदै गर्दा मोसाले छाउनीनेर बाछो र नाच देखे पछाडि साह्रै रिसाएर के पर्वतको फेदमा फ्याँकेर फुटाइदिए? शिलापाटी। हेर्नुहोस् त, परमेश्वरले दिएको शिलापाटी छ, नियम आदेशहरू, अझ धेरै कुराहरू छ, तर ती मानिसले गर्दै गरेको घृणित काम गरेको कारणले गर्दाखेरि चाहिँ मोसा रिसाएर त्यो पर्वतको फेदमा शिलापाटी नै फुटाइदिएको हामी पाउँदछौँ। अर्को प्रश्न छ, इजरायलीहरू सुनको बाछो र नाचमा मग्न भएको देखेर मोसा रिसाएर जो परमप्रभुसँग छन् तिनीहरू म कहाँ यता आउन् भन्दा कुन कुलका सन्तान तिनी कहाँ आएका थिए? बुझ्नुभयो? इजरायलीहरू सुनको बाछो र नाचमा मग्न भएको देखेर मोसा चाहिँ रिसाएर शिलापाटी फुटाएका छन्। त्यस पछाडि उसले भनेको छ, जो परमप्रभुसँग छन् तिनीहरू म कहाँ यतातिर आउन् भन्दै गर्दा कुन कुलका सन्तानहरू तिनी कहाँ आए? लेवी कुलका सन्तानहरू आए है, आउनु चाहिँ। बुझ्नुभयो? लेवी कुलका सन्तानहरू मात्रै परमेश्वरको पक्षमा छौँ भन्ने हिसाबले त्यहाँ आएका छन् आउनु चाहिँ। तर लेवी कुलकै पुजारी हारूनले नै के गरिरहेछ? मूर्ति बनाइदिइरहेछ। मोसाले लेवीहरूलाई छाउनी बनाएर कसलाई तरवारले मार्ने आदेश दिए? मोसाले लेवीहरूलाई छाउनी बनाएर कसले तरवारलाई मार्ने आदेश दिए त? नभन्नु होला है। बाछुतै मूर्तिलाई दण्डवत गर्नेहरूलाई हो कि? मोसाले लेवीहरूलाई छाउनी बनाएर कसलाई तरवार मारे? परमेश्वरको पक्षमा भनेर जो छन् तिमीहरू आऊ भन्दै गर्दा त्यही फटाहरू आएका छन् त्यहाँ, होइन?
यहाँनिर हामी पाउँछौँ मोसाले लेबीहरूलाई छाउनी बनाएर कसलाई तरवारले मार्ने आदेश दिए भन्दा आफ्नो भाइ मित्र र छिमेकीहरूलाई चाहिँ मार्ने आदेश दिएको छन् है। किन भन्दा यहाँनिर ती लेबी कुलकै वंशहरू यता आएका छन्, परमेश्वरको पक्षमा मोसासँग आएका छन्, जो आएका छैनन् ती लेबी कुलकै अरू आफन्तहरू छन्, तिनीहरूलाई नष्ट भएको कुराहरू पाउँछौँ। तपाईँले यो 32 अध्याय राम्रोसँग पढ्नु होला। अनि 32 अध्यायको यो अहिलेको कुरा चाहिँ 27 पदमा छ। यहाँनिर मोसाले तिनीहरूलाई भने, परमप्रभु इजरायलको परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरू हरेकले आफ्नो तरवार भिरेर छाउनीको अल्लो छेउदेखि, अब म 26-25 देखि पढिदिनेछु। मोसाले देखे कि मानिसहरू त छाडा पो भइसकेका थिए, किनकि हारुनले तिनीहरूलाई छाडा हुन दिएका थिए। यतिसम्म कि तिनीहरू आफ्ना बैरीका सामुने हाँसोको कारण बनेका थिए। तब मोसाले छाउनीको ढोकानेर उभिएर भने, जो परमप्रभुतर्फ छन् तिनीहरू म कहाँ आउन्, अनि लेबीका सारा सन्तान चाहिँ तिनी कहाँ आएर भेला भए। मोसाले तिनीहरूलाई भने, परमप्रभु इजरायलका परमेश्वर यसो भन्नुहुन्छ, तिमीहरू हरेकले आफ्नो तरवार भिरेर छाउनीको वल्लो छेउदेखि पल्लो छेउसम्म ढोकामा गएर हरेकले आफ्नो भाइ र आफ्नो मित्र र आफ्नो छिमेकीलाई मार। तब लेबीका सन्तानहरूले मोसाले भने अनुसार गरे। त्यस दिन मानिसहरू मध्ये 3000 जति पुरुष मारिए। तब मोसाले भने, आज तिमीहरू आफ्नो छोरा र आफ्नो भाइहरूलाई नाश गरी परमप्रभुको निम्ति अलग गरिएका छौ। आज उहाँले तिनीहरूलाई आश्रित दिनुभएको छ। यो आफ्नै जातिलाई किन मारिरहेको छ भन्दाखेरि चाहिँ परमेश्वरलाई आराधना गर्ने र आफै परमेश्वर बनाएर आराधना गर्ने व्यक्ति यहाँ छुट्टिएको छ। परमेश्वरको हो कि दुष्टको हो, छुट्टिएको कुराहरू छ। जो मूर्ति पूजामा संलग्न भए यिनीहरू सबैलाई त्यहाँनिर दफन गरेको छ। बुझ्नुपर्ने कुरा चाहिँ यहाँ छ है। अनि हामीले सुरुदेखि अन्तिमसम्म हेर्दै गयौँ भने पहिलो पुस्तामा जति मानिसहरू थिए ती सबैजना एउटा पनि प्रतिज्ञाको देशमा पुग्दैन। मात्र 2 जना व्यक्ति हुन्छ, यहोशू र कालेब भन्ने व्यक्ति हुन्छ। उनीहरू चाहिँ मोसा सँगसँगै एउटा लिडरको काम गरेर अगाडि बढेको हुन्छ परमेश्वरको भयमा। यिनीहरू 2टा मात्रै पुग्छन् प्रतिज्ञाको देशमा पहिलो पुस्ताको बिचमा चाहिँ। अरू सबै यही गनगन गर्दै यसै परमेश्वरको श्राप र दण्डमा परेर यिनीहरू यही उछाड स्तरमा नष्ट भएको पाउँछौँ है। अर्को प्रश्न छ, यहोशूको पिताको नाम के थियो? अब हामीले प्रस्थानको पुस्तक पढिसकेका छौँ, त्यहाँबाट धेरै कुराहरू हेरिसकेका छौँ। अब प्रस्थान हुँदै अब अर्को तर्फमा आएको छ लेबीको यहोशूको प्रस्थानमा पनि बाँकी नै छ धेरै कुरा। तर अब अहिले यहोशूको नाम आउँदै गर्दा यहोशूको पिताको नाम के हो, अथवा यहोशू कसका छोरा थिए? पक्कै पनि एकदमै सही जवाब दिनुभएको छ। यहोशूको पिताको नाम चाहिँ नून हो। सब्जीमा हाल्ने नुन चाहिँ होइन है। इजरायलीहरू कुन महिनामा मिस्रबाट निस्केर आए? मिस्रबाट निस्केको महिना कुन महिना थियो? इजरायलीहरू मिस्रबाट कुन महिनामा निस्केर आएका थिए भन्ने प्रश्न छ। ल भन्नु होला कुन चाहिँ महिना त हो त निस्केर आएको महिना? तेस्रो महिना। इजरायलीहरू कुन महिनामा मिस्रबाट निस्केर आए? 7औं महिनामा ल। आबिम महिना भन्ने हुनुहुन्छ। आबिम महिना एकदमै सही जवाफ हो। आबिम महिना भनेपछि 34:18 म पढ्नेछु है। प्रस्थान 34:18 भन्छ, अखमरे रोटीको चाड मान्नु मेरो आज्ञा बमोजिम। आबिम महिनाको तोकिएको समयमा 7 दिनसम्म अखमरी रोटी खाँदै रहनु, किनभने आबिम महिनामा तिमीहरू मिस्र देशबाट निस्केर आए। यो आबिम महिना भनेको चाहिँ नि पहिलो महिना हो है। इजरायलीहरूको महिना मध्येमा पहिलो महिना आबिम महिना हो। अनि यसलाई हामीले
इङ्ग्लिसमा रूपान्तर गर्यो भने चाहिँ मार्च अप्रिलको समयमा पुग्छ। यो मार्च अप्रिललाई रूपान्तर नेपालीमा गर्ने भने चैत वैशाख फागुन चैतको बिचमा पर्छ यो समय, पहिलो महिना उनीहरूको चाहिँ। अनि यहाँनिर आबिम महिना छ, अर्को निशान छ, अनि त्यहाँदेखि जीव भन्ने महिना हुन्छ, अनि तेस्रो महिना सिवान, 4 तम्बु छ, 5औं महिना अब भन्ने छ, अनि 6औं महिना एलुल, 7औं महिना एतानिम, अनि 8 महिना चाहिँ हुन्छ बुल भन्ने छ, अनि किलवेस भन्ने छ 9, 10मा तेबेत, अनि 11मा सेबात महिना र 12मा चाहिँ अदार महिना भनेर हामी पाउँदछौँ। एलुल महिनामा हेर्नुहोस् है, पहिलो महिना, अनि अहिले हामीले पनि बाइबलमा प्रभु येशू जन्मिँदै गरेको कुरालाई पनि हामी हेऱ्यौँ भने 6औं महिनामा होइन गाब्रिएल स्वर्गदूत आएर मरियमसँग कुरा गरेको पाउँछौँ। त्यो समयमा येशू ख्रीष्ट गर्भधारण भयो। 6औं महिना भनेको चाहिँ एलुल महिना हो। अब यो एलुल महिनालाई हामीले अहिले हेरौँ भने अगस्तदेखि सेप्टेम्बर महिनाको समयलाई हामीले तुलना गर्न सकिन्छ। अनि साउन भदौ असोज कतिखेरको समय, बर्खाको समय हो यता नेपालमा चाहिँ हुन्छ फेरि है। यो कुरा यहाँ पर राखिदिउँ, यहाँ ठ्याक्क मलाई सम्झना आएर मलाई तपाईँलाई बताउन मन लाग्यो हिब्रू महिनाहरू है। यहाँनिर इजरायलीहरू कुन महिनाको, इजरायलीहरू 430 वर्षको दासत्व जीवनबाट छुटकारा पाए। मिस्र देशबाट प्रतिज्ञाको देशमा जानको लागि उनीहरू 430 वर्षको दासत्व जीवन बिताएका थिए। भनेपछि कुन महिनामा निस्केका रहेछन् त? पहिलो महिनामै, आबिब महिनामा मिस्र देशबाट निस्केका रहेछन्, पहिलो महिनामा निस्केका रहेछन् है। अब अर्को प्रश्न छ, 280 नम्बरको प्रश्न रहेछ। वर्षमा कतिपल्ट इजरायलका पुरुषहरूले परमप्रभु परमेश्वरको सामु देखा पर्नुभयो? वर्षमा कतिपल्ट इजरायलका पुरुषहरूले परमप्रभु परमेश्वरको सामु देखा पर्नु पर्यो त? 3 पल्ट। इजरायलका पुरुषहरू जति पनि छन् तिनीहरू सबैले परमेश्वरको सामु देखा पर्नु परेको छ। एकदमै सही जवाब दिनुभएको छ, 3 पटक है। प्रस्थान 34 को 23 भन्छ, मोसाले दोस्रो पटक परमप्रभुको आज्ञा अनुसार 2 शिलापाटी लिएर बिहान सबेरै सिनै पर्वतमा गई त्यहाँ के का वचन अर्थात् 10 आज्ञाहरू उनले लेखे त? कुकुरले गीत गाउन थालेको यहाँ फेरि। यहाँनिर 10 यहाँ छ, मोसाले दोस्रो पटक परमप्रभुको आज्ञा अनुसार 2 शिलापाटी लिएर बिहान सबेरै सिने पर्वतमा गई त्यहाँ के का वचन अर्थात् 10 आज्ञाहरू लेखे। के का वचन, के का 10 आज्ञा लेखे त? ल भन्नु होला है, गाह्रो भयो। म तपाईँलाई बताउँछु है, कति बजे? 10:20 भइसकेको छ। मोसाले दोस्रो पटक परमप्रभुको आज्ञा अनुसार 2 शिलापाटी लिएर बिहान सबेरै सिने पर्वतमा गई त्यहाँ करारको वचन अर्थात् 10 आज्ञाहरू लेखे। करारका वचन लेखेका छन् उनले है, मोसाले करारका वचन। प्रस्थान 34 को 28 मा तपाईँले पाउनुहुन्छ। सबै किसिमका कारिगरहरूले भरिपूर्ण भएका यहुदाका कुललाई कसलाई परमप्रभुले बोलाउनु भयो? यहाँ यहुदाको कुल पाउँछौँ, अनि त्यसमा चाहिँ सबै किसिमको कारिगरीले भरिपूर्ण भएको ती कारिगरहरू त्यहाँनिर छन्, तर त्यो मध्ये कसलाई चाहिँ परमेश्वरले बोलाउनु भयो? बचलेल र ओहोलियाब। भन्नु होला। परमप्रभु परमेश्वरले सबै किसिमका कारिगरहरूले भरपूर्ण भएका यहुदाका कुललाई बोलाउनु भएको थियो। कसलाई बोलाउनु भयो भन्दा चाहिँ बजलेल भन्ने व्यक्तिलाई बोलाउनु भएको छ है। प्रस्थान 35 को 30 मा तपाईँले पाउनुहुन्छ। बजलेल भन्ने व्यक्तिलाई चाहिँ बोलाउनु भएको छ। पवित्र वासस्थान बनाउन को नियुक्त गरिए? अब पवित्र वासस्थान बनाउनु पर्ने स्थान भयो परमेश्वरको उपस्थितिको लागि। त्यो समयमा भेट हुने पालमा परमेश्वर उपस्थित हुनुहुन्थ्यो तिनीहरूको माझमा मोसासँग। अब यहाँ पवित्र वासस्थान बनाउनको लागि को चाहिँ नियुक्त भए त? बसलेल र ओहोलियाब।
बजलेल र ओहोलियाब है बजलेल र ओहोलियाब र परमप्रभुले दक्षता र प्रेरणा पाएका मानिसहरू पनि यी दुईजनासँगै अरू परमेश्वरको दक्षता र प्रेरणा पाएका मानिसहरू पनि के भएका छन् नियुक्त भएका छन् अनि त्यहाँ हामी पाउँछौँ बजलेलले बबुलको काठको 2 हात लम्बाई